हामी सबैजना सहरमै बस्थ्यौँ। गाउँमा बस्ने भनेको हाम्रो हजुरबा मात्रै हुनुहुन्थ्यो। समाज विकसित हुँदै गएपछि गाउँको विकट ठाउँमा बस्नुभन्दा छोराछोरीले सहर बस्न पायो भने राम्रो सेवा सुविधा राम्ररी बढ्नको लागि अलि एडभान्स ठाउँमा सहज हुन्छ भनेर बुवाले हामी सानोदेखि नै सहर ल्याइसक्नु भएको थियो। हजुरबा एक्लै गाउँमा बसे पनि हजुरबालाई जति भन्दा पनि उहाँ सहर भने आउन मान्नु हुँदैन थियो। जबसम्म मेरो सास छ म गाउँमै बस्छु, म यही घरमै बस्छु भन्ने कुराहरू बारम्बार गर्नुहुन्थ्यो। हामी गाउँमा जाने भनेको पनि कहिलेकाहीँ यसो दसैँमा टिका लाउनलाई मात्रै थियो। श्राद्धहरू, दसैँ तिहार योभन्दा ठुलो चाडपर्वभन्दा बाहेक हामी खासै गाउँमा जाँदैनथ्यौँ। हजुरबासँग धेरै नजिक नभएको कारणले गर्दाखेरि हामी गाउँमा नजाने भएको कारणले गर्दाखेरि पनि अब हजुरबासँग त्यति लगाव पनि थिएन। त्यही भएर कहिले गइन्थ्यो यसो बुवा मम्मीहरूले जानुपर्छ, कुनै ओकेजन छ, चाडपर्व भन्दाखेरि मात्रै जाने हाम्रो चलन थियो। अनि एक दिन अचानक गाउँबाट फोन आयो कि हजुरबा बिरामी हुनुभयो भनेर। अनि बुवा जानुभयो। बुवा गएर हजुरबालाई काठमाडौँ लिएर आउनुभयो। हस्पिटलमा उहाँको चेकअप हुँदै थियो। मलाई पनि हजुरबासँग त्यति नजिक हुन भन्ने मन थिएन। म हजुरबालाई हेर्न जाने गर्ने भन्ने थिएन। म आफ्नो कलेज जान्थेँ आउँथेँ। बिहान कलेजबाट आइसकेपछि फेरि साथीहरूसँग डुल्यो बस्यो। यसरी नै मेरो चाहिँ दिनचर्याहरू बितिरहेको थियो हैन। तर हजुरबालाई 8-10 दिन हस्पिटलमा राखिसकेपछि पनि उहाँको स्वास्थ्यमा पनि सुधार आएन। अब बिस्तारै डाक्टरले र हामी परिवारका हाम्रो बुवा मम्मीहरूले पनि हार मानिसक्नु भएको थियो। अब हजुरबाको चाहिँ यही नै अन्तिम दिनहरू हुन् भन्ने कुरामा हामी चाहिँ ढुक्क थियौँ भनौँ न। त्यही भन्ने लागिरहेको थियो। अनि अब त्यसकै केही दिनपछि हजुरबा साँच्चै बित्नु पनि भयो। हजुरबा बितिसकेपछि अब बुवाले उहाँको दाह संस्कार अन्तिम संस्कार गर्नको लागि गर्नुपर्ने सबै विधिहरू गर्नुभयो। हामीले पनि केही दिनको लागि नुन नखाएर हैन बार्यौँ। तर त्यो सबै भइसकेपछि अब गाउँमा घर त छ, जुन घरमा हजुरबा बसिराख्नु भएको थियो त्यो घर गाउँमा यथावतै छ। अब हामी कहिले पनि गाउँ जाँदैनौँ भनेदेखि त्यो घरलाई यतिकै राख्ने कि बेच्ने कि के गर्ने त भनेर घर परिवारसँग सल्लाह हुँदै गयो। अनि त्यतिकैमा अब जाउँ, यसो आवश्यक सामानहरू के छ हैन, यसो पुराना यादहरू दिने, हजुरबाले सँगालेर राख्नुभएको सामानहरू केही छ भने लिएर आउँ हैन। तर त्यो घर चाहिँ बेच्नु पर्ला। अब गाउँमा कहिले बसिँदैन भने गाउँको घर के काम त भन्ने सल्लाह भयो। अनि त्यसपछि ल जाने भए जाउँ न त भन्ने कुरा भयो। अनि चाहिँ बुवासँग म पनि गाउँको घर गएँ। गाउँको घर जाँदाखेरि अब त्यो पहिला पनि गइरहेको, मलाई त्यस्तो केही नौलो चाहिँ केही पनि लागेको थिएन। पहिला जाँदा चाहिँ अलिकति रमाइलो हुन्थ्यो। हजुरबा हुन्थे हैन, नाति भन्दै कुरासुरा गर्नुहुन्थ्यो। उहाँले आफ्नो किस्साहरू सुनाउनुहुन्थ्यो, यस्तो गरे उस्तो गरे भनेर। अनि अब हामीलाई त त्यो मतलब लाग्दैन थियो। त्यो चाहिँ अब हाम्रो अहिलेको जमानामा त्यो पुराना कुराहरू चाहिँ खासै हामी हुन्छ नि यति डाँडा कटेर पढ्न गएका, यति खोला तरेर यस्तो गर्न गएका, बाख्रा चराउनलाई 4 डाँडा पारी गएका हैन, बाघसँगै जुधेका जस्ता कुराहरू हजुरबाले सुनाउनुहुन्थ्यो, जुन कि खासै हामीलाई मतलबै लाग्दैन थियो। सुन्यो, गफ गयो होला, रमाइलो भन्यो, सकियो। अनि अब के सामान छ त हजुरबाले राख्नु भएको, या त हाम्रो परिवारमा लिएर जानुपर्ने, या त केही फोटाहरू होलान् कि केही यादहरू के छन् त यहाँबाट लिएर जानुपर्ने, जुन चाहिँ अब सहरमा लगेर राखौँ, नत्र अब यो घर बेचिसकेपछि त हामीलाई के काम। त्यही भएर अब हामी चाहिँ कोठाहरूमा के छ हैन, त्यो पुरानो घरमा के छ सामानहरू भनेर खोज्न थाल्यौँ। अनि खोज्दै गर्दाखेरि अब हजुरबाको यताउता सन्दुकहरू, लुगाहरू अनि सामानहरू खोज्न थाल्यो। किचनका सामानहरू, किचनमा पुराना त्यो के अरे चरेसका थालहरू, चरेसका भाँडाहरूको त्यो सङ्गालो हैन, चाँदीको चम्चा एउटा दुईटा, अनि त्यस्तो सामानहरू रहेछ, यो चाहिँ काम लाग्छ। यो चाहिँ अब हाम्रो एउटा पुरातात्विक अलिकति बढी पैसा आउने पनि बेचिहाल्यो भने पनि बढी पैसा आउँछ, हैन भने पनि घरमा राख्नलाई पनि त्यसले चाहिँ एज अ सोपिस चाहिँ काम गर्छ भनेर बुवाले त्यस्तो सामानहरू चाहिँ त्यहाँबाट उठाउनु भयो। अनि अब म खोज्दै जाँदा म पनि के छ त गाउँमा के रहेछ पुरानो सामानहरू के भेटिन्छ हेर्दै जाँदाखेरि त्यस्तो मैले चाहिँ केही पनि भेटिनँ। तर अब केही पनि नभेटिसक्दाखेरि पनि त्यहाँ पूजा कोठामा चाहिँ अब त्यो एउटा उहाँले पूजा गरेर राखिरहनु भएको चाहिँ भगवान्हरूको चाहिँ लाइनै थियो भनौँ न। हजुरबाले चाहिँ सायद सधैँ पूजा गर्नुहुन्थ्यो होला। त्यहाँ हेर्दा पनि लाग्थ्यो कि यो ठाउँमा चाहिँ पूजा चाहिँ भइरहेकै हुन्छ, धेरै समय भएको छैन यो पूजा गर्न छोडेको भने जस्तो लाग्थ्यो। भगवान्हरू सबै पुरानै फोटाहरू, पुरानै मूर्तिहरू भए पनि राम्ररी पखालेर राम्ररी पूजा गरेको पनि मूर्तिहरूमा पनि ट्याक्क खुट्टामा निधारमा टिका लगाइदिएर त्यसरी पूजा गरिरहनु भएको थियो। अनि त्यो पूजा गर्दै गर्ने क्रममा चाहिँ एउटा कालो लुगाले छोपेको र केही त्यो अब त्यो मूर्ति जस्तो भनौँ न, एउटा मूर्तिलाई चाहिँ कालो लुगाले छोपेर राखेको जस्तो लाग्यो मलाई। अनि त्यो मूर्ति चाहिँ किन छोप्नु भएछ त्यो लुगाले भनेर मैले जब त्यो कालो कपडा
कपडा खोलेर हेरेँ, कालो कपडा खोलेर हेर्दाखेरि त्यहाँ चाहिँ एउटा एकदमै कस्तो अनौठो खालको ढुङ्गा थियो क्या। अनौठो खालको कस्तो कालै ढुङ्गा, तर त्यो साधारण हामीले बाटोमा भेट्ने ढुङ्गाहरूभन्दा अलिकति फरक थियो क्या। भनौँ न अलिकति फरकै थियो एउटा, त्यो वर्णन गर्न पनि नसकिने कस्तो हेर्दैखेरिमा अनौठो, साधारणभन्दा एकदमै अनौठो खालको ढुङ्गा थियो। अनि यो ढुङ्गा चाहिँ किन पूजा गरेर राख्नु भएको रहेछ, किन छोपेर राख्नु भएको रहेछ यहाँ ल्याएर भन्ने चाहिँ मैले सुरुमा सोचेँ। अनि फेरि मैले यसो सोचेँ, अब नेपालमा त के पाइन्छ, थरीको ढुङ्गाहरू, महँगो ढुङ्गाहरू पनि पाइन्छ भन्ने सुने होइन। नेपालमा त अब रुबी, हिरा, चाँदी सबै यस्तो कुरा पाइन्छ, ढुङ्गाहरूमा त्यस्तो थरीको पाइन्छ भन्ने सुनेको भएर मैले त्यस्तै केही पऱ्यो कि क्या हो होइन। बेला बेलामा न्युज पनि आइरहेको छ, फेरि कहिले कहाँबाट के भेट्यो, गोर्खाबाट यस्तो भेट्यो, फलान ठाउँबाट यस्तो ढुङ्गा भेट्यो भन्नेवाला त न्युज पनि आइरहेको छ नि त। यो पनि त्यस्तै केही महत्त्वपूर्णै हुनुपर्छ, हजुरबाले यसरी साँचेर राखेर छन् भनेर मैले त्यो ढुङ्गा चाहिँ कसैलाई पनि नभनिकन, बुवालाई पनि नभन्छ, खुद्रुक त्यो टिपेर गोजीमा हालेँ। अनि अब त्यो गोजीमा हालेँ, त्यो कपडा चाहिँ त्यत्तिकै त्यो मतलब भएन, त्यो कालो कपडा छेकाइदिएँ, त्यो राखिदिएँ। अनि फेरि अब चाहिँ मैले बुवालाई बोलाएर सोधेँ कि यो के गर्ने, मूर्तिहरू छ त, भगवान्ले पूजा राख्नु भएको मूर्तिहरू पनि छ यहाँनिर भनेर मैले भनेँ। अनि त्यसपछि त्यो मूर्तिहरू त अब के गर्नु, एउटा राम्रो अलिकति दुई चारवटा घर राख्न मिल्ने नभएका लिएर जाउँ, अब अरू यत्तिकै होस्, त्यहाँ केही पनि नचलाउनु, त्यहाँ चाहिँ केही पनि नचलाउनु भन्नुभयो। ल ठिक छ हुन्छ भने। यसो मलाई त अब त्यो भगवान्हरूप्रति पनि त्यस्तो यो मूर्ति नै यहाँबाट लिएरै जानुपर्छ जस्तो चाहिँ लाग्दैन थियो, किनकि घरमा पनि मम्मीले पूजा गर्नुहुन्थ्यो, घरमा पनि भनेका जस्ता भगवान्का मूर्तिहरू सधैँ थिए, फोटाहरू सधैँ थिए। त्यो ढुङ्गा चाहिँ मलाई अलिकति एक्सपेन्सिभ होला, अलिकति महँगोमा बेच्न सक्छु क्या मैले भने जस्तो लागेर चाहिँ मैले लिएर गएको थिएँ क्या। अनि मैले ढुङ्गा लिएर गएँ। त्यो दिन अब हामी घर फर्क्यौँ, घर फर्किँदा चाहिँ काठमाडौँमा रातै परिसकेको थियो, भनौँ न रात परिसकेको थियो। तर मैले त्यो ढुङ्गा ल्याएको कुरा मैले कसैलाई पनि भनेको छैन अहिलेसम्म। अनि त्यसपछि जब ढुङ्गा ल्यायो, घरभित्र आफ्नो रुममा पसेँ, रुममा पसेर पनि मैले सट्ट हेरेँ त्यो ढुङ्गा झिकेर। अनि त्यो ढुङ्गाको फोटो खिचेर यसो त्यो नेटहरूतिर त्यो गुगल सर्चमा, गुगल लेन्समा गएर पनि सर्च गरेँ, ढुङ्गा के रहेछ यो, यसको अलिकति जानकारी पाइन्छ कि होइन, यसको बारेमा अलिकति धेरै जानकारी पाइन्छ कि भन्दाखेरि त त्यस्तो केही पनि भएन। गुगलले त यो त मानव निर्मित केही माटोको डल्लो होला भनेर जस्तोको कुरा गर्यो। अनि अब के को मानव निर्मित डल्लो हुन्थ्यो, त्यो हेर्दैखेरिमा त्यो समाउँदाखेरि फिल हुन्छ कि ढुङ्गा अलिकति हेभी। अनि मैले चाहिँ त्यो नेटतिर त्यो टर्च लगाएर ढुङ्गा चाहिँ यसो चेक गरेको चाहिँ देखिरहेको हुन्थेँ। अनि त्यही भएर मैले चाहिँ त्यो त्यसै गर्छु, के हुँदो रहेछ त्यो टर्च लगाउँदा ढुङ्गा बल्छ कि बल्दैन भन्ने मैले विचार गरेँ। अनि त्यसपछि त्यो घरमा मम्मीसँग गएर कहाँ छ टर्च, मम्मी त्यस्तो केही छ भन्ने पत्ता लगाएँ। फेरि आफ्नो घरमा त त्यतिखेर बत्ती नजाने, त्यो टर्चै बोकेर राखिरहेको हुँदैन थियो। अनि त्यही पनि अब मम्मीले एउटा टर्च सानो केही लिइराख्नु भएको रहेछ। अनि मैले त्यो टर्च लगेर चाहिँ ढुङ्गामा बालेर हेरेँ। जब मैले ढुङ्गामा बालेर हेरेँ, मैले नेटमा चाहिँ के देखेँ, त्यो टर्च बालेपछि ढुङ्गै चम्किलो होइन, झरिलो बले जस्तो हुन्थ्यो। मैले जब त्यो टर्च बालेँ, त्यसमा मैले टर्च बालेपछि त त्यो त उज्यालो नै काहीँ पनि नफैलिएर उल्टो उज्यालो त्यसले सोच्दिएको जस्तो क्या। ढुङ्गा त उज्यालो होला भनेको उज्यालो होइन, झन् अँध्यारो, त्यो जहाँ लाइट पऱ्यो त्योभन्दा बाहेकै उज्यालै कतै फैलेकै छैन क्या, त्यस्तो हो भयो। अनि यो के हो, यो त हेर्दाखेरि त त्यो लाइट फैलिन्छ भन्थ्यो, यो त झन् नफैलेर एकै ठाउँमा परेहा के खाले लाइट हो यो भने जस्तो मलाई लाग्यो। के खाले ढुङ्गा हो, के खाले लाइट हो भने जस्तो लाग्यो। त्यसपछि ल ठिकै छ, अब के गरौँ, त्यो ढुङ्गा फालौँ कि राखौँ कि होइन। अब म त महँगो होला भनेर लिएर आएको, महँगो होला जस्तो पनि छैन। अब यो त यसो के लाइट कतै पनि छरिएन, गुगलले केही पनि भन्दैन भनेपछि ल ठिकै छ, त्यही पनि अझै बुझ्छु एक दुई ठाउँमा भनेर मैले चाहिँ ढुङ्गा त्यहीँ साइडमा राखेँ। त्यसपछि म सुतेँ। राति सुतेपछि अचानक चाहिँ जब राति सुतिसकेपछि निदाइसकेको थिएन म, त्यो सायद निद्रा मलाई लाग्दै थियो होला। मलाई चाहिँ टङ टक गरेर त्यो ढुङ्गा चाहिँ खस्दाखेरि टक टक गरेर खस्छ नि त, त्यस्तो आवाज आयो क्या राति, ढुङ्गा खसेको आवाज आयो। अनि यो त मैले अलिक भित्रतिरै राखेँ जस्तो लाग्यो, त्यो कसरी खस्यो भनेर जब मैले चाहिँ बत्ती बालेर यसो हेरेँ, ढुङ्गा त खसेर रहेन रहेछ होइन, ढुङ्गा त त्यही नै रहेछ। अनि यो त लौ ढुङ्गा खसे जस्तो पो आवाज आएर जस्तो लागेको थियो मासतिर। अन्त घरमा अन्त कतै केही खस्यो होला भनेपछि म फेरि सुत्ने गरेँ। अब त्यो टङ्ग आवाज आउने बित्तिकै मेरो निद्रा लगभग त्यसले भङ्ग गरिदिइसकेको थियो होइन। अनि निद्रा भङ्ग गरिसकेको थियो, फेरि अब सुत्ने कोसिस गरिरहेको छु। म चाहिँ फेरि अब आफ्नो सिरकले गम्लङ्ग मुख छोपेर, पुरै मुख छोपेर सुत्ने बानी, अँध्यारो बत्ती निभायो, सिरकले पुरै मुख छोपेर सुत्ने बानी। अनि अब बाहिरको कुरा त केही पनि नदेखिने भयो त्यसो भइसकेपछि। अनि तर जब म निदाउँदै थिएँ, जब मलाई फिल हुन्थ्यो कि म अब निदाउनु लाग्यो भने जस्तो, फेरि त्यहाँनिर चाहिँ तरक सरक
सरक सरक केही हिँडेको जस्तो पो आवाज आउँछ। किनभने के हिँडिरहेछ भनेर म जुर्क उठेर यसो हेरेँ होइन, तर देख्दिनँ केही पनि। यसो सुन्ने कोसिस गर्छु, जब म उठेर हेरिसकेपछि त्यो आवाज पनि ट्याक्क रोक्या जस्तो महसुस हुन्छ। यो के अनौठो घटना घटिरहेछ, यो के अनौठो भइरहेछ भने जस्तो लाग्यो क्या मलाई। अनि मैले अब त्यो त्यतातिर ध्यान नदिएर सुत्नुपर्छ, रात परिसक्यो भनेर म चाहिँ जेसुकै आवाज आओस् जेसुकै होस् म चाहिँ अब त्यता हेर्दिनँ, त्यता ध्यानै दिँदिनँ भनेर फेरि सिरकले पुरै मुख छोपेर चाहिँ पल्टेँ। सिरकले पुरै मुख छोपेर पल्टेँ। अनि त्यसपछि फेरि एकछिनमा त्यो आवाज चाहिँ के आउँछ, डर ढोका खोलेको जस्तो आवाज आउँछ क्या। अनि होइन यो त के हो, यो चोरसोरै पो पस्यो कि नदेखाएको हो कि के को आवाज आइरहेछ भनेर जब मैले त्यो सिरक टक्क खोलेर यसो उठ्ने कोसिस गरेँ, सिरक खोल्ने बित्तिकै ट्याक्क मेरै अगाडि चाहिँ एउटा कालो धुवाँ जस्तोमा एउटा मानव आकृति भनौँ न, अनुहारको आकृति होइन, तर त्यो अनुहार भयङ्कर हुन्छ नि, हेर्दैमा डरलाग्दो भयङ्कर आकृति चाहिँ धुवाँको आकृति मेरै आँखा अगाडि आएर चाहिँ बसिरहेको रहेछ क्या। अब त्यो देख्ने बित्तिकै म त सक भइहालेँ, म त केही गर्नै सकिनँ। त्यो अनुहार मात्रै देखेँ, त्यो सुरुमा त्यो रूप मात्रै, आँखा नाक मुख मात्रै देखेको धुवाँ जस्तो के थियो, त्यत्तिकै मैले हेर्दै त्यहाँबाट त बिस्तारै त्यो धुवाँले त पुरै आकृति बनाउँदै गयो क्या, आफ्नो घाँटी लुगा ज्यान खुट्टा बनाउँदै गर्दा त्यो त मेरै छातीमा टुक्रुक्क बस्या जस्तो पो भइदिएर क्या। मेरै छातीमा टुक्रुक्क बसिरहेछ र मलाई हेरिरहेछ। अनि अब त्यसले त्यो टुक्रुक्क बसेर मलाई हेरिसकेपछि त मलाई त अब ऐठन हुनु सुरु भइहाल्यो। म त गाह्रो हो क्या, छातीमा त पुरै त्यो ठुलै पत्थरै परेको जस्तो महसुस भयो नि त मलाई। अनि म त त्यो पीडाले हुन्छ नि, कराउन खोज्छु, चिच्याउन खोज्छु, हलचल गर्न खोज्छु, न चिच्याको आवाज निस्किन्छ मुखबाट, चिच्याउन खोज्छु आवाजै निस्किँदैन, हलचल गर्न खोज्छु शरीरै चले जस्तो हुँदैन, पुरै म त मूर्ति जस्तो गरी अख्रक्क परेर केही पनि चल्नै सकेको छैन, केही पनि गर्नै सकेको छैन। र त्यो आकृति त्यो चाहिँ त्यो हुन्छ नि, त्यो भयङ्कर कालो धुवाँको आकृति चाहिँ टुक्रुक्क यसरी बसिरहेछ मेरो छातीमा। अनि त्यसले मलाई हेरिरहेछ क्या। अनि म त आफू चल्न सकेको छैन। अब त्यो बिस्तारै दुख्दा म त मेरो आँखा नै पुरै ब्ल्याङ्क हुँदै गयो। मलाई त्यसपछि केही होसै छैन। जब बिहान म बिउजिएर जुरुको उठ्दाखेरि त्यसो दायाँमा हेर्छु, ओहो हिजो राति त यस्तो भएको थियो, त्यो कालो छाया बसेको छातीमा, धन्न म चाहिँ त्यो सपना रहेछ कि क्या हो, म त बिउजेँ, यो चाहिँ यस्तो पो भयो भनेर जब मैले यसो हेरेँ साइडमा त्यो ढुङ्गा त्यहीँ नै थियो, टेबलमा जहाँ मैले राखेँ ढुङ्गा त्यहीँ नै थियो। यसो उठेँ दायाँमा, अरू केही पनि चेन्ज भएको छैन कि, केही पनि चलेको छैन, कोही हिँडेको जस्तो पनि छैन, केही पनि छैन। तर के चाहिँ भयो भन्दाखेरि अब म गएर उठेर फ्रेस हुन्छु भनेर उठेर यसो जान खोज्दाखेरि चाहिँ छातीमा चाहिँ मलाई अलिकति दुखेको जस्तो चाहिँ महसुस भयो क्या। अलिकति पीडा चाहिँ मलाई छातीमा महसुस भयो। अनि ओहो यो के भएछ, छातीमा पीडा पो महसुस भइरहेछ भनेर म त्यहाँबाट बाथरुम गएँ। अनि बाथरुममा गएर मुखसुख धोएँ। मुखसुख गर्दा यसो हात चलाउँदा ओर्दाखेरि पनि छातीमा चाहिँ दुख्छ बा यो छातीमा। अनि किन दुखिरहेछ, हिजोसम्म त ठिकै थियो, यसो छामेँ, अलिकति खोकिने प्रयास गरेँ, खोकेर हेरेँ, त्यस्तो केही पनि देख्दैन। अनि जब मैले त्यो यसो टी सर्ट खोलेर हेरेँ, आफ्नो त्यो टी सर्ट खोलेर चाहिँ मैले जब ऐनामा हेरेँ त मेरो छातीमा त 2टा पैतालाको डाम छ क्या। अनि पैताला चाहिँ फेरि यत्रो सानो बच्चाको जत्रो हुन्छ नि, धेरै ठुलो भयङ्कर हेभी पैताला पनि होइन, ठिक्क बच्चा 10-12 वर्षको बच्चाको जस्तो पैतालाको डाम त मेरो छातीमा देखिरहेछ क्या। त्यो डाम तत्कालै देखिन सकिन्छ क्या। त्यो देखेपछि त मेरो सातो गइहाल्यो। ओहो यो त होइन, हिजो मैले देखाएको त त्यो सपना होइन रहेछ, या त पक्कै के हिजो मेरो छातीमा आएर बसेको रहेछ नि त। ओहो म त आत्तिएर अनि कराइहालेँ, मम्मी बुवालाई भनिहालेँ, बोलाएँ। अनि मम्मी बुवा आउनुभयो, ट्याक्क हेर्दाखेरि त छातीमा डाम देखिरहेछ। अनि त्यसपछि अनि के भयो भन्दा अनि ड्याडीले सोध्नुभयो, तैँले हिजो के हजुरबा घरबाट केही ल्याएको थिइस्, हामीलाई नभनिकन केही ल्याइस् कि क्या हो भनेर भन्नुभयो क्या। अनि अब ल के ल्याउनु, मैले त्यस्तो केही पनि ल्याएको छैन, अनि के ल्याउनु छ र, मैले जे ल्याएको भनेको छ नि तपाईँलाई भन्दाखेरि झुट बोलेको छस् कि के छ त भनै, त्यो केही ल्याएछस् र हामीलाई नसोधिकन हजुरबाको सामानहरू केही ल्याएछस् कि तैँले होइन, हामीले त घरमा चाहिने सामानहरू लिएर किचनमा वा त आफ्नो सजाउन मिल्ने या त केही पुरानो यादहरू सामान भने हजुरबाको कुनै सामान ल्याएछस् कि क्या हो भन्दाखेरि मैले त केही पनि ल्याएको छैन भन्दाखेरि मलाई ट्याक्क त्यो ढुङ्गा ल्याएको याद आयो। मैले त अनि पूजा कोठामा चाहिँ एउटा ढुङ्गा देखाएको थिएँ, त्यो कालो उसले छोपिरहेको थियो, मैले त त्यही ढुङ्गा मात्रै ल्याएको हो भनेर भन्छ। खै कस्तो ढुङ्गा देखा भनेर भनेपछि म चाहिँ अनि गएर हाम्रो कोठामा गएर हेरौँ, कोठामा चाहिँ त्यो कालो ढुङ्गा थियो क्या। अनि त्यो कालो ढुङ्गा देख्ने बित्तिकै त बुवा त पसिना हुन थालिहाल्नु। तँलाई यति भन्दै नभनिकन सोध्दै नसोधिकन ल्याउनुपर्छ, पूजा कोठाबाट अरू मूर्ति ल्याएको यता ल्यायो भने त्यो ढुङ्गा किन ल्याइस् भनेर भन्नुभएछ। अनि जब यो ढुङ्गा ल्याउँदैमा के भयो त, अनि मलाई राम्रो लाग्यो त्यही भएर ल्याएको भन्दाखेरि कुरा बुझ्नु सुन्नु केही छैन, दिमाग छैन।
यो ढुङ्गा यो साधारण ढुङ्गा भन्ठालिस् भनेर कुरा गर्नुभयो। साधारण भने के हो त यो ढुङ्गा के भएर भन्दाखेरि यो तैँले कहाँ भेटिस् भन् पहिला भन्नुहुन्छ। मैले त त्यहीँनिर भेटेकै हो, पूजा कोठामै भेटेको हो भन्दाखेरि बा त छटपटिन थाले के गर्ने यहाँ परिहालेँ। मलाई त्यो भनौँ नभनौँ जस्तो भयो कि उहाँले त्यो कुरै खोल्नु भने सुरुमा चाहिँ उहाँले सबै थाहा भयो जस्तो ढुङ्गा के हो कसो हो थाहा छ भनेर भन्नुभयो। तर पछि त उहाँलाई पनि केही थाहा नभए जस्तो अब त्यो थाहा भएर नि भन्न नचाहेको हो कि नथाहा भएको हो कि केही पनि भन्नु नै भएन क्या। अनि त्यसपछि ल त यहीँ बसिराख म त त्यहाँ बाहिर गएर एकचोटि आउँछु भनेर त्यहाँ बाहिर गएर बुवा चाहिँ अनि के हो बाहिर किन जानुभयो भन्दाखेरि अब किन जानुभयो भन्नु भएन। अब मम्मीलाई चाहिँ मैले के हो यो जाब ढुङ्गा ल्याउँदा के हुन्छ र मम्मी भन्दाखेरि मम्मीले पनि के भन्नु भन्दाखेरि बुझ्नु सुन्नु केही छैन सोध्नु छैन होइन त्यत्तिकै लिएर आउने। तेरो हजुरबाले बिर खेलाउँथे ऊ बेलामा यो ढुङ्गा सुङ्गा नि त्यस्तै त्यो बिर्सिरको के को ढुङ्गा होला तैँले भनेर ल्याउन पर्छ नि भन्नुभयो क्या। अनि म त छक्क परेँ। बिर खेलाउने त यस्तो कुरा त खासै पहिला पनि सुने होइन, पहिला घरमा पनि कुरा गर्दैन थियो त। हामी गाउँमा जाँदाखेरि पनि बिरसिरको कुरा त कहिले केही भएको थिएन। अनि के हो र भने बिर भनेको भने अब बिर भने के हो नि अब हामी कुल पूजा गरे अब तेरो हजुरबाले त देउतै मानेर राखेका हुन् अब अहिले चाहिँ त्यही देउता हो भनौँ न अहिलेलाई भन्दाखेरि। अनि कहाँ भेटेको थियो भन्दाखेरि सजिलै म त पूजा कोठामा एउटा कालो कपडाले छोपेर राखिरहेको थियो भने मैले। अनि त्यसपछि केही बेर अब आमा छोरा नै कुरा गर्दै के हो यस्तो यो ऊ बेला नि यो अनेक घटना घटेको थियो हामीले यो सबै छोडेर आएको काठमाडौँ त्यही भएर त हजुरहरूसँग बस्न छोडेर आएको तैँले फेरि यो लिएर आइछस् बाले के गर्ने हुन् भनेर। अनि हामी कुरा गर्दा गर्दै केही बेरमा चाहिँ बुवा चाहिँ एउटा तान्त्रिकलाई चाहिँ लिएर आउनु भएछ। अनि तान्त्रिकलाई लिएर आउनु भएछ खै कहाँ छ के छ भन्दाखेरि त मैले उता गएर मेरो कोठामा गएर उतै ढुङ्गा हो भनेर भन्नुभयो। मैले भने उतै बुवाले त्यही हो ढुङ्गा भन्नु मैले न त्यही हो मैले ल्याएको भनेर भनेपछि त्यो तान्त्रिकले चाहिँ आफूले बोकेको झोला भाँडा चाहिँ एउटा कालो कपडा झिक्नुभयो। अनि कालो कपडाले गएर हातले पनि नझिकन कालो कपडाले त्यसलाई घेरेर चाहिँ ल्याएर आफ्नो त्यो ब्यागमा हालेर चाहिँ त्यहाँबाट चाहिँ ल अब यसलाई म उतैतिर चाहिँ राख्ने प्रयास गर्छु, यसलाई चाहिँ म भाँच्ने प्रयास गर्छु। अब यसको लागि थोर विधि त गर्नुपर्छ, म यसलाई गएर हेर्छु पहिला के रहेछ होइन कुन चाहिँ वीर रहेछ त्यसपछि चाहिँ तपाईँसँग म कुरा गर्छु भनेर भन्नुभयो। अनि तान्त्रिकले त त्यति भनेर ढुङ्गा बोकेर गइदिएर अनि मलाई त महँगो ढुङ्गा होला भने जस्तो लाग्यो त्यो तान्त्रिकले यत्तिकै बोकेर गइरहेछ। अनि मैले त त्यो हाम्रो मन्दिरबाट झिक्याएको त्यो पूजा गर्ने सामानहरूलाई किन पठाएको भए त्यो भनेर कुरा गर्दैछु फेरि म अहिलेसम्म पनि। अनि त्यसपछि तान्त्रिकले चुप लागेर बस्छ भनेर बाले भनेपछि तान्त्रिक त्यो लिएर गइगयो। अनि अब यतातिर बालाई मैले सोध्नु पऱ्यो त्यो जाब ढुङ्गा ल्याउँदैमा के हुन्छ र होइन त्यो ढुङ्गा ल्याएँ त्यही पनि मैले हिजो राति यस्तो देखेँ सपनामा देखेँ यो जाब दाम त होइन यतिको लागि त त्यो ढुङ्गा त खत्रै केही होला नि त त्यो छोड्नु हुँदैन थियो नि त हामीले भन्दाखेरि तँलाई केही थाहा छैन त त्यतिखेर शान्तिस् तँलाई केही थाहा छैन यो ढुङ्गा चान्चुने ढुङ्गा होइन त्यो चाहिँ वीरै हो, त्यो चाहिँ गोले वीर। कस्तो नाम चाहिँ गोले होइन कस्तो बच्चाको जस्तो नाम चाहिँ गोले वीर। के हो त गोले वीर त्यस्तो भनेको यो एकदम भयङ्कर वीर भनेको चाहिँ के हो भन्दाखेरि वीर भनेको देउतै हो। तर यदि तैँले मान्न सकिस् भने चाहिँ त्यो देउता हो, तैँले मान्न सकिनस् भने चाहिँ त्यसले तँलाई सकाउँछ, वीरले चाहिँ हामीलाई सकाउँछ। यसको एउटा भयङ्कर कथा छ तँलाई म कथा सुनाउँछु ल सुन भनेर बुवाले चाहिँ उहाँको पुरानो कथा हजुरबाको कथा सुनाउनु भएछ क्या। जतिखेर चाहिँ बुवा चाहिँ जवानै हुनुहुन्थ्यो त्यतिखेर होइन मम्मीसँग पनि भर बिहे भएको रहेछ, उहाँ चाहिँ भर जवानै हुनुहुन्थ्यो। अनि त्यतिखेर एकचोटि के भएछ भन्दाखेरि राति सुतिरहेको बेला सपरिवारहरू बुवा मम्मी हजुरआमा घरमा सुतिरहनु भएको बेला चाहिँ अचानक चाहिँ जस्तामा केही कडाङ गुडुङ गर्दै केही हिँडेको केही चलेको जस्तो महसुस भएछ क्या। अनि बुवा मम्मी पनि जुरुको उठ्नुभयो, अब त सायद हजुरबाहरू पनि उठिहाल्नुभयो होला। अनि बुवा मम्मी त डराएर के भयो भनेर यसो उठ्न खोज्दाखेरि चाहिँ ढोका खोल्नु बाहिर जाँदाखेरि चाहिँ हजुरबाले पक रोक्नु भएछ क्या। ढोका नखोल त यहीँ बसिराख भन्दाखेरि के भयो किन भन्दाखेरि मलाई थाहा छ के हो त बस यहीँ भनेर त्यसपछि हजुरबाले चाहिँ गएर त्यो ढुङ्गा चाहिँ लिएर आउनु भएछ क्या। त्यो ढुङ्गा चाहिँ हामीले पहिलेदेखि पूजा गर्ने गरेर रहेछ त्यो कालो ढुङ्गा। अनि त्यसपछि हजुरबाले चाहिँ यो कहिले हामीलाई त्यहाँनिर भेट्न खोज्या जस्तो छ यसलाई म सिद्ध्याउँछु पक भनेर चाहिँ यतातिर मन्त्र पढ्न थाल्नुभयो क्या। त्यसपछि त्यो मन्त्र पढ्दा मन्त्र थालिसकेपछि त्यो ढुङ्गा चाहिँ कालो धुवामा परिणत भएर चाहिँ त्यहाँबाट उडेर त्यो चेपबाट भित्र छिरेर बाहिर गयो अरे। अनि बाहिर गएपछि त्यहाँनिर चाहिँ कडाङ कुडुङ गराएको छ, कडाङ कुडुङ भयङ्कर बाहिर चाहिँ केही ठुला दुईवटा त्यो हुन्छ नि राक्षसहरूकै लडाइँ भए जस्तो युद्ध भए जस्तो भएको थियो कि लडाइँ बाहिर खडाङ कुडुङ कहिले गोठतिर घराङ गर्छ कहिले कतातिर घराङ गर्छ। एकछिनमा बाख्रा गाई बस्तुहरू चट्टारिन्छ ठुल्ठुलो आवाजले कराउँछ म्यामार मु भइरहेछ है। अनि त्यसपछि एकछिनमा फेरि रोकिन्छ। अनि त्यहाँ चाहिँ एउटा भयङ्कर युद्ध बाहिर चाहिँ युद्धै चलाए जस्तो भएको थियो अरे। अनि तर बुवाहरू भित्र बुवा मुवाहरू सबै भित्र
अनि एकछिनपछि केही बेर समयपछि चाहिँ त्यो युद्ध सकिएपछि चाहिँ धुवाँ फेरि चाहिँ भित्र आएर त्यही ढुङ्गामा चाहिँ परिणत भएछ अरे क्या। अनि भएपछि मसँग युद्ध गर्न अनि मलाई भेट्न खोज्ने भनेर हजुरबाले चाहिँ तिमीहरूले सक्छौ मलाई भनेर टक्क लु अब चाहिँ हिँड बाहिर ल के रहेछ भनेर हेर्न जाउँ भनेर बाहिर गएर हेर्दाखेरि चाहिँ बाहिर गोठ त तहस नहस, गोठमा 1-2टा बाख्राहरू चाहिँ फटाक त्यो हुन्छ नि मर्नै लागे जस्तो अवस्थामा पुगेर रहेछन्। अनि त्यसपछि यो कसले भेट्न खोज्या हो त्यसलाई चाहिँ म छोड्दिनँ अब बखेललाई, मेरो परिवारलाई दुःख दिनु खोज्ने, मलाई दुःख दिनु खोज्ने भनेर भनिसकेपछि उहाँ फेरि यतातिर एकैछिनमा केही बेरमा चाहिँ गुरुर हुँदै हावा चढाए जस्तो के न आएको जस्तो ठुल्ठुलो आवाज आएको जस्तो भएछ। अनि हजुरबा फेरि त्यो ढुङ्गा अगाडि राखेर मन्त्र पढ्न थाल्दै हुनुहुन्थ्यो। त्यो सुरु गर्नु गर्नु पाएको छैन, त्यत्तिकैमा उता हजुरआमा त यता छाती दुख्यो है मेरो आया भन्दै त्यहीँनिर छटपटाउन थाल्नु भएछ क्या। अब त्यसपछि के मन्त्र पढ्नु, हजुरबा त हजुरआमाले लाउनु के किन भयो भनेर त्यहाँनिर हेर्न जानुभयो। हजुरआमा छटपटाइरहनु भएको छ, आँखा पल्टाउन थालिसक्नुभयो है। अनि यसलाई कसले भेट्यो, मेरो बुढीलाई कसले भेट्यो, पख्लास तिमीहरूलाई भन्दै हजुरबा फेरि यता मन्त्र पढ्न थाल्नुभयो अरे। त्यसपछि फेरि त्यो कालो धुवाँ चाहिँ सर्लक्कै त्यो ढुङ्गा चाहिँ धुवाँमा परिणत भएर गुरुङ वरिपरि घुमिरहेछ अरे। हाम्रो त्यहीँ उसको परिवार वरिपरि घर वरिपरि घुमिरहेछ, तर त्यहाँ केही छैन त्यस्तो। पहिला अघि केही समय अगाडि जस्तो युद्ध पनि केही भएको छैन, तर त्यो त्यहीँ घुमिरहेछ, हावा त्यहीँ घुमिरहेछ, कालो धुवाँ गुरुङ घुमिरहेछ। यता हजुरआमा छटपट्टिँदै बसिरहनु भएको छ, छटपट्टिँदै अब त्यो ज्यानै जाला जस्तो के नै होला जस्तो अवस्थामा परिसक्नुभयो। अनि त्यो रात चाहिँ यसै गरी हुन्छ नि हजुरआमा छटपटाइराख्ने, बाउले मन्त्र पढ्ने भने जस्तो गर्दै बिहान पखततिरसम्म चाहिँ हजुरआमाको चाहिँ ज्यानै गएछ। अनि त्यसपछि हजुरआमा बिर्सेपछि सारा गाउँलेहरूले पनि के भन्न थाल्यो भन्दाखेरि अब तपाईँ पनि यस्तो तन्त्र मन्त्र गर्नुहुन्छ, दुनियाँलाई तर्साउनुहुन्छ, डराउनुहुन्छ, यही भएर कुन चाहिँले तपाईँको विरुद्धमा लागि तपाईँ आफूलाई मात्रै ठुलो ठान्नुहुन्छ, आफूलाई मात्रै ठुलो धामी ठान्नुहुन्छ, आफूसँग मात्रै तन्त्रविद्या छ जस्तो तपाईँलाई लाग्छ। तर त्यहाँ दुनियाँ अरू पनि त हुन्छ नि त्यति शक्तिशाली, अरूसँग पनि त त्यो विद्याहरू हुन्छ। तिनीहरूले तपाईँलाई आज भेटेर तपाईँको आफ्नो श्रीमतीको ज्यान चाहिँ गयो। तपाईँले चाहिँ यस्तो गर्नु हुँदैन थियो, अब तपाईँ पनि यो काम छोडिदिनुहोस् क्या, नराम्रोको नराम्रै हुन्छ भनेपछि हजुरबा त्यो दिन त केही पनि बोल्नु भएन। अनि केही पनि नबोलिसकेपछि उहाँ चाहिँ भोलि सबै अब हजुरआमाको अन्तिम संस्कारहरू भए, त्यहाँ दाह संस्कारहरूको काम भयो। अनि त्यसपछि अब हजुरबाको त्यो ढुङ्गा चाहिँ जो पूजा गरेर राखेको ढुङ्गा चाहिँ कहाँ गयो, त्यसपछि हामी चाहिँ कसैलाई पनि देखेनौँ। त्यसपछि हजुरबाले चाहिँ त्यो ढुङ्गा चाहिँ पूजा गर्न छोड्नु भएको थियो भनेर हजुरबाले त्यो बुवाले चाहिँ त्यो कथा मलाई सुनाउनु भयो। अनि त्यसपछि चाहिँ के मलाई पत्ता लाग्यो भन्दाखेरि त्यो ढुङ्गा चाहिँ हिजो राति जुन ढुङ्गा चाहिँ मैले लिएर आएको थिएँ हजुरबाबाट, त्यो चाहिँ एउटा साधारण ढुङ्गा नभएर चाहिँ त्यो चाहिँ अब त्यसबाटै त्यो रूप परिवर्तन हुनसक्ने, त्यसको त्यो वीरको एउटा चाहिँ बस्ने ठाउँ भनौँ न, वीरको घर रहेछ त्यो चाहिँ भने जस्तो मलाई महसुस भयो। अनि त्यसपछि अब तैँले त्यो कसरी सजिलै पाइस्, त्यो त घरमै थिएन। त्यसपछि त त्यो घटनापछि बुवाले त्यो ढुङ्गा कता लुकाउनु भएको थियो कि फाल्नु भएको थियो, के गर्नुभएको थियो केही पनि थाहा छैन। तैँले कसरी पाइस् भन्दाखेरि मैले चाहिँ त्यहीँनिर त्यो हाम्रो पूजा गर्ने ठाउँमा, गाउँको घरको पूजा गर्ने ठाउँमा चाहिँ ढुङ्गा राखिरहेको थियो होइन। अनि मैले यसो हेर्दा त्यो ढुङ्गा चाहिँ अलिकति मूल्यवान होला, त्यसलाई चाहिँ अलिकति महँगोमा बेच्न सकिएला भनेर मैले चाहिँ त्यो लिएर आएको भनेर मैले भन्दाखेरि अब त्यो मूल्यवान चाहिँ होइन, डरलाग्दो चाहिँ हो, यसले चाहिँ सकाउँछ होइन। वीर भनेको यस्तो भयानक शक्ति हो कि त्यसलाई हामीले सधैँ सन्तुष्ट बनाएर राख्न पनि सक्दैनौँ। सन्तुष्ट बनाएर राख्न सकेन भने त्यसले हामीलाई नै बिगार्छ होइन। हजुरबाले त सबै कुरा त्यागेर परिवारै मतलब छैन भने जसरी काम सुरुमा चाहिँ त्यसरी त्यो वीरलाई खुसी बनाएर राख्नु भएको थियो। अब हामी त यहाँ अनेक उसमा लाग्छौँ, अनेक थरी काममा हुन्छौँ, वीरलाई पुजेर बस्न सकिँदैन। फेरि त्यही वीरको कारणले गर्दा हजुरबाको अहम बढेर होइन, जोसँग न्यु खोज्ने अरूसँग नि त्यो भयङ्कर तन्त्र मसँग यस्तो छ भनेर गर्दाखेरि हजुरआमाको ज्यान जानु परेको थियो। त्यस्तै नराम्रो घटनाहरू अब मेरोमा नघटोस्, हाम्रोमा नघटोस् भन्ने हामीलाई थियो। त्यो वीर त अब अहिले छैन होला, त्यो हजुरबाले भाँच्नुभयो या त के गर्नुभयो होला भने जस्तो लागेको थियो। तैँले जब त्यो ढुङ्गा लिएर आइस्, जब त्यो ढुङ्गा देखाइस्, घटना सुनाइस्, म त छाँगाबाट खसे जस्तै भएँ। अब त्यो तान्त्रिकले लिएर गएर म उतै भाँच्छु, उतै सकाउँछु भने चाहिँ के हुन्छ थाहा छैन भनेर भनिसकेपछि अब त मेरो मनमा पनि त्यो डरहरू चाहिँ बढ्न थालिसकेको थियो क्या। मेरो पनि मुटु काम्न थालिसकेको थियो, के हुनसक्ला त अब कन्सिक्वेन्सेसहरू त जे पनि हुनसक्छ। अनि त्यसो भएपछि अब त्यो सुत्दै अब आफ्नो त ज्यान पनि त्यो दुखेको चाहिँ झन् अब चाहिँ पोल्नै थाले जस्तो क्या, मुटु छाती दुखिरहेछ, अब मुटु पोल्न थाल्यो यस्तो भयङ्कर त्यो कुरा सुनिसकेपछि त। अनि त्यो कुरा सुनिसकेपछि ल अब के गर्ने होइन, अब कसो गर्ने, मलाई त छटपट्टि भइहाल्यो। घर आएर सुतेँ, फेरि त्यो दिन पनि म घरमै कोठामै बसेर सुतिरहेँ, बाहिर जान पनि मन लागेको छैन। भन्छ नि त्यो हिजो देखेको त्यो जुन कुरा सपना नभएर चाहिँ सायद त्यो वीरै रहेछ, मेरो छातीमा बस्ने चाहिँ वीरकै एउटा आकृति रहेछ भन्ने त थाहा पाउँदाखेरि त मलाई त झन् त्यहाँ हुन्छ नि बसी नसक्नु नै भइहाल्यो।
अनि त्यसपछि म घरबाट किचनबाट खाना कोही पनि केही पनि बोल्या पनि छैन, बुवाहरू पनि बोलिरहनु भएको छैन। मलाई पनि अब त्यो डर लागिरहेछ। अनि त्यो डर लाग्दै त्यो दिन पनि अब यसै गरी बित्यो। तान्त्रिकले के गर्यो त्यो लगेर थाहा भएन। अनि साँझ अब राति सुत्यो। अनि राति सुतिसकेपछि त अब अँध्यारोमा अब चाहिँ आजको चाहिँ हिजोको जुन बिग्रेको निन्द्रा पनि आज पुऱ्याउँछु भनेर म चाहिँ सुतेँ। अनि राति सुतिसकेपछि चाहिँ अचानक चाहिँ फेरि के भयो भन्दाखेरि जब अचानक मैले त्यो सिरक खोलेर हेरेँ, मेरो आँखा अगाडि चाहिँ त्यही आकृति, त्यही आँखा, त्यही अनुहार, हिजो राति पनि त्यही भयानक अनुहार देखेको थियो। त्यो त फेरि आज पनि मेरो आँखा अगाडि छ। सुरुमा एउटा धुवाँ जस्तो त्यो मडारिरहेको कुरा त बिस्तारै एउटा शरीरको आकृति लिएर मेरो छातीमा आएर टुक्रुक्क बसिरहेछ। हेर्दै डर लाग्दो हुन्छ नि त्यो भयानक उसको आँखा, त्यो आकृति कालो छायामा यति भयानक आकृति देखिरहेको छु कि मलाई त एकदमै डर लागिरहेछ क्या। तर म चल्न सकिरहेको छैन, दायाँमा केही पनि गर्न सकिरहेको छैन, मुखबाट आवाज निस्किरहेको छैन। म जति कराउन खोज्छु कसैले सुन्दैन। अब त्यो कोठाभित्र होइन म त झलचलै गर्न सकेको छैन। म आफूलाई सकेसम्म बल लगाएर त्यहाँनिर चाहिँ जिउ चलाउन खोज्छु, बोल्न खोज्छु, कराउन खोज्छु, तर न आवाज निस्किन्छ न शरीर चल्छ। त्यतिकैमा म त्यो रात पनि कसरी निदाएँ, कतिखेर निदाएँ थाहा नै छैन होइन। भोलि बिहानपट्टि उठ्दाखेरि त अब त उठ्ने बित्तिकै छातीमा चाहिँ त्यो डाम, हिजोको त्यो जुन पैतालाको डाम थियो अझ गहिरो, अझ रातो निलो भइसक्यो। छाती दुखेर मर्नु भइसक्यो त्यो छातीमा। अनि उठेर मैले फेरि बुवालाई गएर भनेँ कि यस्तो भयो मेरो त, हिजो राति पनि मैले देखेँ तान्त्रिकले लिएर गएर त त्यसलाई ठिक पार्छ भनेको ल तान्त्रिकले के गर्यो त अब त्यसपछि राम्रै तान्त्रिक हो भनेर लिएर आएको लगायो हो भनेर भन्दाखेरि अब के गर्यो थाहा छ नि, छाती दुखिरहेको छ, अब जचाउनु जाने कि के गर्नु जाने भनेर मैले बुवालाई भनिसकेपछि जचाउनु गएर केही हुनेवाला छैन, यो जचाउने खाले रोग पनि होइन, तँलाई चाहिँ यो तन्त्र विद्याबाटै ठिक पार्नुपर्छ। त्यो या त अब हामीले वीर पुज्नु पऱ्यो, या त त्यो वीरलाई चाहिँ भाँच्नु पऱ्यो, या त के गर्नु पऱ्यो, त्योभन्दा बाहेक चाहिँ यसको उपाय छैन, नत्र यसले चाहिँ हानि नै गर्छ भनेर चाहिँ बुवाले भन्नुभयो। अब त्यो सोच्दै त्यो छटपटाउँदै अब के गर्ने भइरहेछ नि त मलाई त, के गर्ने भइरहेछ। अनि अब दुखाइ हुँदै पनि आफ्नो कोठामा आएँ। आफ्नो कोठा छिरेर जब हेर्छु मैले त्यो टेबलमा हिजो त्यो जुन लिएर गएको ढुङ्गा, त्यो तान्त्रिकले लिएर गएको ढुङ्गा त आज पनि टेबलमै छ क्या। त्यो टेबलमा देखेपछि त म त एकदम पछाडि हटिहालेँ। झन्डै म त आत्तिएर लड्नै खोजेँ क्या। त्यो देख्ने बित्तिकै मेरो सातो गइहाल्यो। अनि म आत्तिएर कराइछु, मैले कराएको सुनेर बुवा मम्मी पनि आउनुभएछ। अनि बुवा मम्मी आएर हेर्दाखेरि चाहिँ त्यो यहाँ पुरा देखाइरहेको छु, मैले बोल्न सकेको छैन, आफ्नो हात चलाएर देखाइरहेको छु अगाडि, त्यो ढुङ्गा त्यहीँ छ। बुवाले पनि देख्नुभयो, मैले पनि देख्नुभयो। त्यो ढुङ्गा त्यहीँ देखेपछि चाहिँ लु त्यो तान्त्रिक कहाँ गयो, तान्त्रिकलाई के हो, त्यो तान्त्रिकलाई यहाँ बोलाउनु जान्छु म, के गर्नु जान्छु भनेर जानुभएछ बुवा। त्यो ढुङ्गामा तान्त्रिकलाई बोलाउनु जानुभयो। हामी अब त्यही प्रतीक्षामा छौँ। हाम्रो कोठामा, मेरो कोठामा छिरा पनि छैन, म बता बसिरहेको छु। बुबा त आत्तिँदै पो फर्किनु हो क्या, आत्तिँदै डराउँदै फर्किनु भयो। के भयो भन्दाखेरि त जुन तान्त्रिकले त्यो ढुङ्गा लिएर गएको थियो त्यो तान्त्रिकलाई फेरि बोलाउँछु भनेर जाँदाखेरि चाहिँ उसको चाहिँ त्यो आसनमै मृत्यु भइसकेको रहेछ क्या। त्यो तान्त्रिकको त उसले त्यो काम गर्ने आसनमा नै, आसनभित्र नै उसको मृत्यु भइसकेको रहेछ। अन्त केही पनि थाहा छैन उसलाई। अब त्यसपछि मान्छे त्यहाँ चाङचुङ भएर बसेका छन्, कसैलाई केही थाहा छैन। भनेपछि अब हाम्रो घरमा त अब यो वीरले चाहिँ अब हुन्छ नि विध्वंसै गर्छ भन्ने चाहिँ अब हामीलाई भइसक्यो। अब त्यो तान्त्रिकले नभए अर्को तान्त्रिक खोज्नु पऱ्यो। धामी झाँक्री के सकिन्छ, देवी देउता जसरी हुन्छ त्यसलाई चाहिँ अब या त कन्ट्रोल गर्नु पऱ्यो, या त भाँच्नु पऱ्यो, या त के गर्नु पऱ्यो भनिसकेपछि के गर्ने हो थाहा छैन। लु अब अर्को तान्त्रिक खोज्छु म, योभन्दा भएन, योभन्दा अलिकति जान्ने अर्को तान्त्रिक खोज्छु भनेर बुवा चाहिँ फेरि तान्त्रिक खोज्नलाई जानुभयो। अनि बुवा तान्त्रिक खोज्नलाई जानुभयो। यता अब छटपट्टि भएर बसिरहेछ बुवा। 1 घन्टा 2 घन्टा 3 घन्टा 4 घन्टा होइन, निकै नै समयपछि आउनुभयो। एकजना चाहिँ अघोरी, चाहिँ भयङ्कर खालको एउटा अघोरी पो लिएर आउनुहुन्छ। अघोरी भनेको ज्यान पुरै खरानी घसेको छ, कालो लुगा लगाएको छ, लामो लामो नङ्ग्रा होइन, जिङ्रिङ कपाल पालेको। त्यो मान्छे त टक्क घरभित्र आएपछि टक्क बुवाले कता छ खै भन्दा ऊ छोराको कोठा भनेर सिधै मेरो कोठामा जानुभयो। त्यसपछि ठ्याक्क हेर्नुभयो, उहाँले त्यसलाई त्यो हातै लगाउनु भएन। अनि यसलाई चाहिँ यहाँ लिएर आएको कसले भन्दाखेरि चाहिँ यसलाई चाहिँ छोरोले लिएर आएको, गाउँबाट यसलाई छोरोले समातेर लिएर आएको छ। लु तेरो छोरोलाई बोला, यो समात्न लगा, अब हामी चाहिँ फेरि गाउँ जानुपर्छ, गाउँमै गएर तेरो यो समस्याको समाधान हुन्छ भनेर भन्नुभयो। अनि मलाई त बोलाएर फेरि त्यो समात भन्दाखेरि त अब म कहाँबाट आँट आउनु। सुरुमा पो केही पनि थाहा थिएन, त्यो त एउटा साधारण ढुङ्गा होला, महँगो ढुङ्गा हो भन्ने जस्तो लाग्थ्यो र समात्न गयो। त्यसो अब समात्दाखेरि त त्यो एउटा ढुङ्गा त होइन, त्यो त एउटा वीर बस्ने चाहिँ त्यसको एउटा वासस्थान जस्तो रहेछ, वीरको एउटा आकृति रहेछ त्यो त। त्यसलाई समात्दाखेरि के होला भनेर अब म त डराइरहेको थिएँ। अनि अगरले के भन्नु भन्दाखेरि अब तैँले नै समातेर ल्याओस्, यो चाहिँ तेरो शरीरसँगै नै जाँदाखेरि चाहिँ हुन्छ, अरू कसैले समात्यो भने यसले फेरि अरूलाई नै हानि गर्न सक्छ, जसले समात्यो त्यसलाई त सिद्ध्याउनै सक्छ।
तिमीहरूलाई पनि थाहा भइहाल्यो तान्त्रिक लिएर गएको थियो, तान्त्रिकको हालत के भयो भन्ने कुरा तिमीहरूले पनि देखिहाल्यो। यसलाई चाहिँ तैँले नै समाउनुपर्छ, तैँले नै पूजा गर्नुपर्छ र अब जति पनि विधिहरू गर्छौ हामी त्यो चाहिँ सबै तैँले गर्नुपर्छ, अरूले गरेर चाहिँ हुँदैन भनेर भन्नुभयो क्या। अनि त्यसपछि जसोतसो अब मैले नै गर्नुपर्छ भने त होइन, मैले नै गर्नुपर्छ। अब बिस्तारै मैले त्यो समाउन जाँदाखेरि, ढुङ्गा समाउन जाँदाखेरि पनि हात कामिरहेको छ क्या। हात काम्दै जसोतसो त्यसलाई मैले समातेर लिएर गएँ। त्यसपछि अब हामी गाडीमा बस्यौँ। त्यो आफ्नो हातमा छ भन्ने कुराले चाहिँ मलाई सास लिन पनि गाह्रो भइरहेछ, म त कामिरहेको छु हुन्छ नि। जस्तो छ अब त्यहाँबाट गएर हामी गाउँको घरमा पुग्यौँ। गाउँको घरमा पुगिसकेपछि चाहिँ ल यो तैँले कहाँबाट ल्याएको थिइस्, कसरी राखेको थियो भन्दाखेरि मैले पूजा ठाउँबाट ल्याएको, त्यहाँनिर एउटा कालो कपडा छोपेर राखेको थियो भन्दाखेरि ल जा त्यहीँ लगेर राखिदे भनेर भन्नुभयो अगरले। मैले त्यो चाहिँ आफ्नो हाम्रो पूजा कोठा, गाउँको घरको पूजा कोठामा लगेर त्यो राखेँ। अनि त्यो कालो कपडा जुन पहिला छोपिरहेको थियो त्यो पनि त्यही छेउमै रहेछ। मैले त्यो ढुङ्गालाई त्यहीँ राखेँ अनि कालो कपडाले पहिला त्यसै गरी छोपेर छोडिदिएँ। अनि अब कसरी आयो अनि अब त्यसपछि बुवा र त्यो अगाडि चाहिँ कुरा गर्न थाल्नुभयो के। अनि हजुरबाले त्यो त पुरै छोपिसक्नु भएको थियो, सकाइसक्नु भएको थियो। यो चाहिँ कतै हामीले त नदेखा वर्षौँ भइसकेको थियो, यो चाहिँ कसरी आयो पनि थाहा छैन, यसले हिजो यहाँबाट समाते भन्छ भनेपछि अगाडिले चाहिँ के भन्नुभयो भन्दाखेरि वीरलाई यत्तिकै सजिलै चाहिँ छोड्ने भन्ने चाहिँ हुँदैन। तिमीहरूको हजुरबाउले तिमीलाई थाहा नदिकन चाहिँ यसलाई चाहिँ कतै राख्नु भएको थियो होला, कतै पुजेर राख्नु भएको थियो होला। यदि उहाँ हजुरबा बितिसकेपछि तिमीहरूले यसलाई केही त्यो वीर छ छैन, तिमीहरूको कुलले वीरलाई त्यो लिएर छ छैन भनेर छोडिदिएको मतलब नगरेको भए चाहिँ त्यसले चाहिँ तिमीहरूलाई अझ धेरै हानि गर्थ्यो, अझ धेरै नोक्सानी गर्थ्यो। हजुरबाको अन्तिम समयमा हजुरबालाई चाहिँ थाहा भयो होला कि अब म बाँच्दिनँ भने अब यो सबैले थाहा पाउनुपर्छ, वीर त यिनीहरूले हेर्नुपर्छ, या त पुजेर कतै राख्नुपर्छ, होइन भने त धारण गर्नुपर्छ, या त केही गर्नुपर्छ। त्यसो थाहा भएन भने चाहिँ वीरले सखापै पार्छ। त्यही भएर चाहिँ तिमीहरूलाई जानकारी दिनको लागि अब सिधै यहाँ वीर छ, वीर पुज्नु भन्यो भने तिमीहरू पहिल्यै त्यसरी छोडेर हिँडिसकेका रहेछौ, तिमीहरूलाई थाहा त दिनु पऱ्यो भनेर उहाँले चाहिँ कतैबाट त्यो ढुङ्गामा त्यसलाई चाहिँ बास दिनुभएको थियो होला। त्यही चाहिँ ल्याएर यहाँ राखिदिनु भयो। त्यो ल्याइसकेपछि तिमीहरूले भेट्यौ, तिमीहरूले भेटिसकेपछि पनि अब यो चाहिँ तिमीहरूलाई थाहा भयो नि त, वीर अझै पनि हजुरबाउले माने रहेछ, कुलले माने रहेछ र तिमीहरूले पनि मान्नुपर्छ भन्ने कुरा थाहा भयो। नत्र त तिमीहरूले केही पनि थाहा नभइकन तिमीहरूको बिजनेस डामाडोल हुन्थ्यो, तिमीहरूको घर परिवार सकिन्थ्यो, तिमीहरूको हुन्छ नि तिमीहरूलाई एकदम नराम्रो हुन्थ्यो। अब अहिले पनि के अरे केही बिग्रिया छैन, अहिले पनि त्यो छोरीलाई त जिउँदै छोडिरहेछ। यसले सिद्ध्याउनु पर्ने थियो भने त वीरले त सिद्ध्याउँथ्यो होइन। यो तान्त्रिकलाई लिएर गएर के हालत भयो, कति शक्तिशाली भन्ने त तान्त्रिकले लिएर गएपछि पनि थाहा भइसक्यो। त्यस कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ अब तिमीहरूले वीर पुज्नुपर्छ होइन। त्यो वीर पुजिसकेपछि चाहिँ अनि त्यो यसलाई कतैतिर यसको त्यो आसन यसलाई चाहिँ कतै बास दिने कि यसलाई चाहिँ अब खुसी बनाएर राख्ने कि यसले भनेको कुरा पुर्याउने कि के गर्ने भन्ने हुन्छ भनेर भन्छ। चाहिँ अगाडिले ल अब के गर्ने, हामीलाई त यो पुजेर उ गरेर राख्नु चाहिँ छैन, हामी सधैँ यसले भने जस्तो पुर्याउन सक्दैनौँ, सधैँ यसलाई मान्न सक्दैनौँ। अहिलेको जमानाको जस्तो बिजी लाइफमा अहिले जस्तै अनेक कुरा, अनेक 10वटा चपेटा परिरहेको बेलामा यो वीर शिरको चक्करमा चाहिँ हामी पर्न चाहँदैनौँ। यसलाई कतै वासस्थान बनाएर यसलाई कतै राखेर पूजा गर्न सकिन्छ भने त्यो गरौँ, त्योभन्दा बेटर चाहिँ अरू हाम्रो लागि केही पनि अप्सन छैन भनेर बुवाले भन्नुभयो होइन। अब यो केटो पनि भर्खरको यसले पनि कहाँ देउता चढाएर बसिरहेको छ त, कहाँ पूजा गरेर बसिरहेको छ त, भोलि विदेश जानु पर्ला, कहाँ जानु पर्ला होइन, थरी ठाउँमा जानुपर्छ। त्यही भएर यस्तो हामीले सधैँ नै घरमै स्थापना गरेर पूजा राख्न सक्दैनौँ, एउटा कतै ठाउँ बनाएर चाहिँ हामी राख्न चाहन्छौँ भनेर बुवाले भनेपछि ल ठिक छ, अब मैले भनेको जस्तो चाहिँ कुराहरू तयार गर, तिमीहरूले चाहिँ के अरे पञ्चबली चाहिँ यहाँनिर दिनुपर्छ, बलि दिने सबै कुराहरू जोडजाम गर अनि उनीहरूलाई चाहिँ त्यहाँनिर खुसी बनाएर राख्ने हो भनेर भनेपछि ल ठिक छ, भोलि साँझ चाहिँ भोलि रातिको 12 बजी यो सबै पूजा गर्नुपर्छ भनेर भनेपछि भोलि दिनभरि हामी चाहिँ त्यो तयारीमा जुट्यौँ। सामानहरू के चाहिन्छ अगाडिले भनेअनुसार तयारीमा जुट्यौँ। अनि तिमीहरूको यो घरको कुन कुनामा, गाउँमा जुन घर हाम्रो जग्गा छ, जग्गाको कुन कुनामा चाहिँ त्यसलाई स्थापना गराउने त त्यो चाहिँ गराउनुपर्छ भनेर उहाँले भन्नुभयो। त्यसो भए ल कहाँ गर्न सकिन्छ, एउटा कुना च्यापेर एक ठाउँमा चाहिँ हामीले यहाँ गर्ने भनेपछि ल त्यहाँबाट त्यो 2-4वटा ढुङ्गाहरू लिएर आइज, ठुल्ठुला अलिकति राम्रो ढुङ्गाहरू लिएर आइज भन्नुभयो। सबजनाले त्यो ढुङ्गा ल्याएर हामीले ढुङ्गा पनि राख्यौँ, ढुङ्गालाई पखाल्यौँ, पूजा गऱ्यौँ होइन। त्यसपछि त्यो जुन के अरे माथि हामीले जुन लगेको त्यो कालो ढुङ्गा थियो त्यो ढुङ्गा पनि ल्याएर यहीँ राखौँ भनेर भन्नुभयो। त्यो कालो कपडासहितै लिएर आइज भन्नुभएको थियो कि कालो कपडासहितै लिएर आएर हामीले त्यहाँनिर राख्यौँ। अन्त कालो कपडाले चाहिँ त्यो कपडा चाहिँ साधारण कपडा नभएर चाहिँ हजुरबाले चाहिँ त्यसलाई चाहिँ मन्तरेर त्यहाँ वीरलाई चाहिँ त्यहाँनिर छोपेर राख्नु भएको रहेछ क्या।
त्यो कपडा नभएपछि चाहिँ ऊ चाहिँ जतिखेर पनि आफ्नो इच्छाअनुसार डुल्न सक्ने हिँड्न सक्ने कपडा भइसकेपछि चाहिँ कपडा नहटुन्जेलसम्म चाहिँ त्यहाँबाट हट्न नसक्ने रहेछ क्या। तर अब त्यो कपडा त सधैँ त्यतिकै नबस्ला, भोलि हावाले हराउला, भोलि हामी मान्छे नै कता कता पुगिसकेपछि त्यो कपडाको के कुरा भयो भन्ने भयो। अनि त्यसपछि घरमै त्यहाँनिर चाहिँ त्यो रात चाहिँ हामीले त्यहाँनिर पूजा राख्यौँ। पूजा राखिसकेपछि त्यहाँनिर ढुङ्गाहरू राखेको छ, अघोरीले मन्त्र पढ्न थाल्नुभयो होइन। मन्त्र पढ्दै पढ्दै त्यहाँ आगो सागो बालिरहेको छ, मन्त्र पढिरहनु भएको छ, खली खाइरहनु भएको छ, आगो खाइरहनु भएको छ होइन। त्यो जौतिल छर्किरहनु भएको छ, त्यहाँ अनेक डरलाग्दो विधि भइरहेछ। म त त्यो हुन्छ नि प्रोसेस पनि गर्न सकिरहेको छैन। त त्यतिखेर हुँदाहुँदै त्यो हुँदाहुँदै म चाहिँ फेरि अचानक काम्न थालेछु क्या। मलाई चाहिँ बिस्तारै शरीर त्यो थर्र भएको कामेको जस्तो महसुस चाहिँ भयो। बिस्तारै काम गर्न थाकेको महसुस भयो। त्यो काम्दा गर्दा त्यसपछि त मलाई केही पनि होसै छैन। जब म आफ्नो चाहिँ होसमा आएँ त्यतिखेरसम्म चाहिँ त्यहाँ बलिसले पनि सबै दिइसकेको रहेछ, पूजा सबै सकिसकेको रहेछ। अनि ल भयो अब ल यो लगाऊ त भनेर मलाई त एकैचोटि अघोरीले चाहिँ त्यो एउटा सानो खरानीको त्यो खरानी राखेर बेरेको एउटा पोको जस्तो चाहिँ के दिनुभयो क्या, बुटी जस्तो, बुटी बनाएर जस्तो दिनुभयो भनौँ न। अनि त्यसपछि ल अब चाहिँ यसलाई चाहिँ हामीले यहाँ बास दिएको छौँ। अब तिमीहरूले यो ठाउँ, यो चाहिँ तिमीहरूको ठाउँ हो, तिमीहरूको कुलको ठाउँ हो। तिमीहरूले अब यहाँनिर चाहिँ बेला बेलामा त हप्ता के अरे बेला बेलामा आएर महिना दिनमा यस्तै वर्ष दिनमा यस्तो ओकेजनहरूमा पूजा गर्नुपर्ने अवस्थाहरूमा जस्तै आफ्नो घरमा त्यो नराम्रो केही घट्यो भने अनि आफूलाई त्यो झझल्को केही नराम्रो हुने कुराको झझल्को आयो भने तिमीहरूले यहाँ आएर चाहिँ पूजा गर्नु क्या। यो चाहिँ भगवानै हो, तर तिमीहरूले नमान्या भएर, तिमीहरूले त्यो गाह्रो मान्या भएर चाहिँ त्यसरी यसरी राख्नु पर्या हो। यसले चाहिँ तिमीहरूलाई बेला बेलामा झल्को दिन्छ, बेला बेलामा यो भोकाको बेलामा झल्को दिन्छ, यसले बेला बेलामा चाहिँ तिमीहरूलाई चाहिँ नराम्रो हुनबाट जोगाउँछ। त्यही भएर यहाँ चाहिँ बेला बेलामा आएर पूजा गर्नुपर्छ भनेर अगाडि भने चाहिँ ल ठिक छ भनेर हामीले भन्यो। अनि त्यो रात अब अगाडि पनि एकतिर हामी सबै त्यहाँ बसिरहेको थियौँ। के भयो मैले त केही पनि थाहा पाइनँ। त्यसपछि के भएको थियो भनेर म त्यो कामिसकेपछि के भयो भन्ने कुरा मैले जब सोधेँ, के भयो भन्दाखेरि त्यो वीर चाहिँ ममा चढेछ क्या। अनि वीर ममा चढेपछि अब वीर र अघोरीको चाहिँ कुराकानी, म यताबाट काम्नु, वीरले प्रश्न गर्ने होइन, किन खोजिस्, किन दुःख दिइरहेछस् भनेर अघोरीले प्रश्न गर्ने। यताबाट मलाई मानेनन्, मलाई भोकै राखे, मलाई पुजेन यिनीहरूले भन्छु अरे मैले यताबाट। अनि त्यसपछि अब के खान्छस् त, के खान्छस् भन्ने कुरा अब। अनि उसले चाहिँ मैले बलिदे भन्ने जस्तो होइन। अनि अब त्यो हुन्छ नि कन्भर्सेसन एउटा भएको थियो अरे क्या। जस्तै म यताबाट गर्ने, अनि यो त तेरै आफ्नै तँलाई पुजेको मान्छेलाई यसरी दुःख दिने हो त भन्दाखेरि यिनीहरूले नि मलाई त छोड्यो त, मलाई छोडेर गए त यिनीहरूले, मलाई पुजेन नि त यिनीहरूले, कहाँ पुजे भने जस्तो। मलाई यसरी खुल्ला छोडिसकेपछि म कहाँ जानु, कहाँ बस्नु होइन। त्यस्तो कुरा मैले चाहिँ त्यो कामेर भनेको थिएँ अरे। अब मलाई कामेर भनेको केही कुरा पनि चाहिँ यादै छैन। अनि त्यसपछि ल तिमीलाई चाहिँ अब आजबाट हामी बास दिन्छौँ, यो जुन ढुङ्गा हामीले यहाँनिर त्यहाँनिर त्यो तिम्रो वासस्थान बनाइदिएका छौँ, तिमी चाहिँ त्यहीँ बस्नु, तिमीलाई बेला बेलामा आएर पुज्छन् पनि, तिमीलाई तिम्रो भोक पनि मेटाइदिन्छन्, तिमीले खोजेको अनुसार पनि दिन्छन्, र तिमीले चाहिँ एउटा चाहिँ रक्षा चाहिँ गर्नुपर्छ यिनीहरूको भनेपछि बल्ल बल्ल चाहिँ त्यो मैले वीरले माने थिएँ क्या। अनि मानिसकेपछि उसलाई त ल त्यहीँ बस्छ त तिमी, अब त्यहीँ बस्ने अब भन्दाखेरि खै त के अरे कामिरहने गर्दाखेरि ल हामी तिम्रो इच्छा भोक पुरा गरिदिन्छौँ र तिमी त्यहाँ बस्छ भन्दै त्यो ल्याएका पञ्चबलीहरूको सामान चाहिँ त्यही ढुङ्गामा भोगाउँदै, त्यही ढुङ्गामा दिँदै गरिसकेपछि अनि बिस्तारै मेरो शरीर छोडेर चाहिँ त्यहाँ ढुङ्गामा बसिया त्यो उसको चाहिँ त्यो वीर चाहिँ त्यहाँ बसेछ अरे भनौँ न। अनि त्यसपछि मलाई चाहिँ होस आएको रहेछ क्या। अनि होस आइसकेपछि ल यस्तो घटना हुँदो रहेछ, वीर भन्ने कुरा नि यस्तो हुँदो रहेछ, यस्तो भयानक हुँदो रहेछ होइन। मलाई त अब सुरुमा त विश्वास लागेको थिएन ढुङ्गामा त्यतिसम्म शक्ति होला, त्यस्तो होला भन्ने कुरा चाहिँ। अनि त्यसपछि जब म आएँ फर्केर काठमाडौँ आएँ, तर पनि त्यो कुराहरूको चाहिँ त्यो मलाई त अब सबै कुरा आफूले फिल गरायो भएर त्यो चाहिँ आइरहेको छ नि त। अनि त्यसपछि मैले बुझ्न पनि कोसिस गरेँ के रहेछ कस्तो रहेछ भन्दाखेरि यसलाई त्यही हो, अब जे कुरा पनि आफूले मानुन्जेल, आफूलाई पोजिटिभ गरुन्जेल चाहिँ भगवान् होइन, आफूलाई नेगेटिभ हुन थालेपछि चाहिँ शैतान हुने त त्यही त रहेछ भनेपछि त्यो पनि एउटा शक्ति रहेछ। मान्न सक्यो, पुज्न सक्यो भने त त्यसले त जे पनि गरिदिने रहेछ, जे काम पनि गरिदिने होइन, परिवारलाई बचाइदिने, नराम्रो पर्दा अप्ठ्यारो पर्दा बचाइदिने। तर त्यसलाई चाहिँ सधैँ पुजेर चाहिँ राख्न नसकिने, त्यो चाहिँ एकदमै भोक हो। त्यसलाई चाहिँ त्यसको भोक पुर्याउनलाई नै हाम्रो चाहिँ गाह्रो पर्ने एकदमै भयङ्करको रहेछ कुरा होइन। त्यसो भएर त्यो चाहिँ त्योसँग त्यसलाई धेरै के अरे भोक पूजा गरेर त्यसलाई चाहिँ धेरै नै मानेर राख्न पनि नसक्ने भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ अब हामी वर्ष दिनमा कहिलेकाहीँ झझल्को आउँछ, कहिलेकाहीँ मलाई त्यो झल्को
सपनाको आउने त्यसको होइन अनि त्यो अनुहार देख्ने आकृति देख्ने सपनामा अनि म जाने कहिलेकाहीँ चाहिँ केही एक्सिडेन्ट नहुन खोज्दाखेरि अब हामीलाई चाहिँ सानो एक्सिडेन्ट हुने हामीलाई चाहिँ केही चोटपटक नलाग्ने तर त्यो अब गाडीहरू ठोकिने ओर्ने बिग्रिने भएपछि पनि हामी फेरि सम्झेर अरू भगवान्हरू सँगसँगै त्यसलाई पनि सम्झेर पुज्ने त्यसलाई पनि सम्झेर पुज्न जाने अवस्था भयो भने त्यही गाउँको दिशातर्फ फर्केर चाहिँ लु तिमीलाई भयो यहीँबाट सम्झेका छौँ भन्ने खालको कामहरू चाहिँ त्यसपछि चाहिँ हामीले गर्न थाल्यौँ।